अनुहारमा नि उमेर होइन अनुभव लेखिएको हुन्छ क्या। जीवनले धेरै सिकाउँछ तर मुस्कान अझै त्यही नै हुन्छ क्या। थाकेको शरीर तर बलियो मन, सारा जीवन गहिरो सपना, हरेक चाउरीभित्र लुकिएको एउटा सङ्घर्ष कहानी। हाम्रो सबैभन्दा ठुलो आश्रम हो क्या बाजे भनेको। समय बित्छ तर माया कहिले घट्दैन। मौन भएर पनि धेरै कुरा भन्न सक्ने अनुहार, जीवनमा सबै पीडाहरू सहेर पनि मुस्काइरहने मान्छे। उहाँहरूको छायामा पनि हामी सुरक्षित महसुस गर्छ क्या। त्यस्तो मान्छे हो त्यो मान्छे मेरो बाजे पनि हो। मेरो बाजे उमेरले धेरै भइसक्नुभयो तर उहाँको तागत अझै पनि 40, 45, 50 को जस्तो छ क्या। उहाँ कान पनि सुन्नुहुन्न, मुख पनि बोल्दैन उहाँको, तर हाम्रो भन्दा बढी दिमाग छ उहाँको, बुद्धि छ उहाँको, चेतना छ उहाँसँग। उहाँले नगर्ने केही छैन, सब A to Z काम गर्नुहुन्छ। मात्र उहाँको भगवानले कान र स्वर मात्रै दिनु भएन, नत्र त अरू हामीभन्दा 1000 गुणा माथि हुनुहुन्छ क्या। मलाई कहिलेकाहीँ अचम्म लाग्छ क्या। अब यस्तो मान्छेलाई त गङ्गा भन्छन्, त लाटा भन्छन् नि त, तर मेरो बाजेलाई चाहिँ त्यस्तो भन्न मिल्दैन क्या। त्यस्तो टाइपको मान्छे हुनुहुन्छ। उहाँलाई खानेको सब थाहा छ, लाउने खाने। अब बुढेसकाल लागेपछि त त्यस्तै हो, नत्र मलाई कहिले लाग्दैन हाम्रो बाजे लाटा हो, गुङ्गो हो भन्ने कहिले लाग्दैन क्या।